अब्बो केटा ल्याउनु पर्दैन त्यसलाई त्यतै फाल्दै नि हुन्छ यता फाल्ने त्यो त कलर हुन्छ घरनाले मोटो पार्नेहरु भरे स्याउला पत्करहरु पो घरको वरिपरि नथुपार्ने यो त पाउने नि त्यो पानी झन् मल हुन्छ यसले आलु उता पाहाडतिर हिमालतिरको मान्छेले यसले आलु त्यति हुँदै भएन हिँड्दै परेन भन्छन् नि आगु अरे यहाँ त हामीहरू यहाँ चिट जानु नाले भित्र जानु पर्ने यति टाढै ठुलो घर हो त्यसरी सिकाप ज्वाइँ सिकाप घरियो घरि छ त्यसलाई बेला हाई पनि गर्दै गर्नु ए हाई कस्तो रोटी जस्तो खाइदियो मलाई यो जस्तो भयो क्या यतै फालौँ बा त्यही दुई फेर यता ल्याउन हुन्छ हुन्छ बुवा ल्याउनु पर्दैन त्यहाँ खानु खाम कति भन्नु ल्याउनु दुईजनाले हात उचालेर यो मेरो भित्र लगेपछि यो पन्दा त्यो बाटोले भएछ कि ल ल ल चिताहरूले त एकदम बोल्यो भने
ल हेर्नुहोस् न यत्रो मैले लानु